सम्पूर्णमा नमस्कार। मेरो नाम प्रदीप राई भोजपुरबाट र म चाहिँ ट्राभल जुन चाहिँ नेपाल बिना पैसा नेपाल यात्रा गरिरहेको छु र अहिले म यो हामी सबैको पूर्वी जिल्लाको सुन्दर स्थान इलाम आएको छु र इलामको यो सुन्दर लपडाँडा भन्ने स्थानमा छु र यहाँका आदरणीय दाइहरू साथीभाइसँग पनि भेट भएको छ। एकदमै सपोर्ट पाएको छु र यस विषयमा दाइहरूले केही छोटो भनाइराख्नु हुनेछ। हजुर, उहाँ हुनुहुन्छ प्रदीप राई, अहिले भोजपुरबाट, यति बेला पहाडकी रानी अनि सौन्दर्यकी खानीको जिल्ला इलाम जिल्लामा हुनुहुन्छ। हामी क्रमशः म सुनसरीको, हाम्रो विराजी माइजोगमा इलामको, हाम्रो प्रकाश भाइ झापाको, हाम्रो नोर्देन भाइ इलामको, अनि उहाँ हुनुहुन्छ इलाम जिल्लामा एउटा सरसफाइ सम्बन्धीको अभियान सञ्चालन गर्दै हुनुहुन्छ। उहाँको ओरिजिन मेरो विचारमा 5 थर हुनुपर्छ। उहाँले विशेष गरी इलाम जिल्लामा आफ्नो कर्मथलो बनाइरहँदाखेरि यहाँको सरसफाइलाई पनि विशेष ध्यान दिनुपर्छ भनेर एकदमै लागि पर्नु भएको छ सरसफाइको लागि। अनि म चाहिँ व्यक्तिगत रूपमा के चाहिँ भन्न चाहन्छु भने उहाँले बिना पैसा बिना आर्थिक लगानी नेपाल टुर गर्ने एउटा पवित्र उद्देश्य लिएर देशका विभिन्न जिल्ला भ्रमण गर्दै हुनुहुन्छ। म सुनसरी जिल्लावासी हुँ। सुनसरी जिल्लामा यदि उहाँ पुग्नु भएको अवस्थामा पक्कै पनि पुग्नुहुन्छ सुनसरी जिल्ला, कृपया सुनसरी जिल्लावासीहरूले उहाँहरूलाई अथवा प्रदीप राईजीलाई कसरी हुन्छ सहयोग गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु यही भिडियो मार्फत। अब हाम्रो प्रकाश भाइ केही भन्न चाहन्छन्? अब भाइलाई यही माध्यमद्वारा झापा पुग्दै गर्दा झापाका सम्पूर्ण मित्रहरूलाई मेरो झापा गृह जिल्ला, झापा बिर्तामोडदेखि लगायत काँकरभिट्टा मलाई चिन्नुहुने धेरै हुनुहुन्छ। यो भाइलाई देख्दै गर्दा सबैले राम्रो तरिकाले सहयोग गरिदिनु हुन हार्दिक नमन गर्दछु। र साथीहरू धन्यवाद यो मिठो सपोर्टको लागि र सबैजनाले सक्दो सपोर्ट गर्ने होला। म चाहिँ मेरो व्यक्तिगत स्वार्थको लागि होइन, मैले चाहिँ हाम्रो देशको विभिन्न ठाउँमा जाने, त्यहाँको वस्तुस्थितिको अध्ययन गर्ने र यहाँ हेर्नुहोस् डकुमेन्ट्री कलेक्सन अफ नेपाल नामक यो जुन चाहिँ प्रोग्राम छ र यो मेरो अभियानमा सबैजना जोडिनु होला, सक्दो सपोर्ट गर्नु होला। विभिन्न ठाउँदेखि मैले चाहिँ हाम्रो पूर्वी जिल्लादेखि विभिन्न ठाउँ नेपालका विभिन्न कुना कन्दरमा मैले छाप राखेर अवश्य पनि आउनेछु र हाम्रो नेपाल सुन्दर नेपाललाई जसरी पनि सबैमा चिनाउने कोसिस गर्नेछु। कृपया सपोर्ट गर्नु होला र धन्यवाद दाइहरू है। धन्यवाद। धन्यवाद।